गव्हाची पोळी पोलेको मासु त छोटा पुग्छन् खान्छ बुढो कस्तो छ सम्म त मजाले पाकेको छ ल मिठो छ तिन पानी चल्दैन हैन अहिले त खानासँग चल्छ अचारसँग चल्छ है अर्ग्यानिक यो चल्छ है कोक चल्छ है यस्तो छ ल मासु हेर्नु क्या मजाले पाकेको छ मिठो छ मासु मासु सिङ्गलको मासु मेरो बुढा के बुढो यो अम्बुला यो मेरो लागि अम्बुला होइन यो बुढोको लागि के हो यो ग्रिन लेबल कति गिलास अनि चट्ट ल्याएर पुदिना कम्छ क्या हामीलाई सेक्वा है अघि पोलेको सेक्वा यस्तो छ अचार सेक्नु ल ल ल